हेलो एभ्रिवान यो चाहिँ हाम्रो फर्स्ट भिडियो हो हैन अनि हामी चाहिँ एउटा स्क्रिप्ट पढ्न गइरहेको छौं सो यो स्क्रिप्ट पढ्दाखेरि चाहिँ को चाहिँ बडी मिस्टेक गर्छ भनेर हेर्नु होला है अफ कोर्स वो गर्छ सबै थ्यांक यू अनि यसमा चाहिँ फर्स्टमा चाहिँ मेरो छ है स्टेप लाइक Hi everyone, I'm Vinita Dhanug. We both are 18 years old and we are studying at 12th standard. And I'm Bhavana Sanjil. We are super excited to connect it with you all. This is our very first video and we wanted to take a moment to introduce ourselves and share a bit of our journey. Absolutely. We are passionate about business, trading, experiments, and we are here to share our experience, learn together, and build a company. Sorry, community, it's a community, baby, not a community. बिजनेस स्टार्ट गर्ने हुनाले हैन त्यो कम्युनिटी नआएर जस्ट कम्पनी मात्र आएर Oh my god. What should we do? It's not our fault now. त्यही त you have to practice that pen राखेर हुन्छ नि guys like where is our pen कहाँ छ Just wait. like It's if you our want to हैन आफ्नो भोइस like कुनै पनि वर्ड्सहरु चाहिँ क्लियर भन्न चाहनुहुन्छ नि you have I to know put that, bro. pen I like know this that. and speak while practicing this हैन हाम्रो चाहिँ वर्ड्स पावर लाइक यति तिखो बनेर जान्छ कि हामी चाहिँ क्लियर भन्न सक्छौं के सो बेबी यु हैव टु प्र्याक्टिस दैट ओके बट यो चाहिँ हैन किनकि उसको चाहिँ टङ स्लिप हुन्छ किनकि टाइममा किन हुने रहेछ एक जबर दिन्छ अनि यस्तो गाली गर्नु धेरै हाँस्छ है यो केटी पढ्दाखेरि पनि लाइक सर पढाउन लाग्नु भएको हुन्छ हैन के कुरोमा हाँस लाग्यो भने 10 चोटि हाँस्दै उसलाई देखेर मेरो हाँस अर्को लाग्छ लाइक सबै क्लासको हैन हामीलाई यस्तरी घुरी राखेको हुन्छन् कि लाइक सर हेर्दाखेरि लाइक we go like this we'll go like this and we just हामी चाहिँ आफूलाई चाहिँ चिमोट्ने अनि यस्तो यस्तो गरे गर्छौं किनकि हामीलाई हाँस नलाग्छ बस म हाँस्दैन बिना काममा अर्काको कारणले हाँस्छु त्यो पनि मेन रिजन हुन्छ मेरो लाइफमा त्यसैले मेरो लाइफ हाँस्छ So next part time mero. Okay. We hope that through our content you will find inspirations, practical tips and a bit of fun along with us. And we would love to hear from as usual. So feel free to share your thoughts, ask questions, and join the conversations. Thanks for being here, and we can't wait to embark on this journey with you all. Thank you so much guys. यो चाहिँ हाम्रो स्क्रिप्ट छ हैन हामी जस्ट एउटा सानो एक्सपीरियन्स के चीजहरु के युट्युब च्यानल हो युट्युब च्यानल हो यसबाट हामी के चीजहरु पनि एक्सपीरियन्स गेन गर्न चाहेका छौं यो केटीको हैन के पनि लाइक जान्छ हामीले चाहिँ लाइक हाम्रो के भन्छन् त्यसलाई के भन न लाइक एकदिन सीतामालाको एक्टिङ गर्नलाई त भन्नुस् न गाइस म भन्न गाइरहेको छु कि गाइरहेको छैन म भन्न गइरहेको छु ए गाइरहेको छु भने गाइदे एउटा मधुर आवाजमा नो गाइस अब यदि तपाईले मेरो भोइस सुन्नु भोइस त यस्तै हो है कस्तो गीत सुन्नुहुन्छ भने त्यो गीत चाहिँ एउटा उसले मधुर आवाजमा आफ्नो कोइली जस्तै कराएर र कागलाई एड गरेर मधुर आवाज गाउँथे जब मेरो काग आउँछ नि त म गाउँछु अहिले मेरो काग छैन सो म गाउन सक्दिन काग बाटोमा छ प्रोसेसिङमा आउँदैछ काग चाहिँ अहिले उडिरहेको छ त्यो चाहिँ थाहा छैन है एक दिन हामी पक्कै त्यो कागलाई खोजेर ल्याउने छौं हामी चाहिँ बिन्दासँग यो कुरा चाहिँ प्रमिस गर्छौं बिन्दा एक दिन तिम्रो काग अवश्य आउने छ ओके तिम्रो बादर चाहिँ कहाँ छ तिमी सुन्दरी त याद छ तिम्रो बादर चाहिँ कहाँ छ हाम्रो हैन तिम्रो लागि अवश्य एक दिन काग लिएर आउने छौं ए बादर काग लिएर गएको छ हाम्रो तर बादर कागको त के म्याच छैन वी बोथ आर फ्रेन्ड्स क्लोज फ्रेन्ड हैन हामी अनि लाइक मेरो कागले तिम्रो बादर कसरी भयो भावना ओ सरी म बिर्सेको तिमीले सुन्दरी हो एक्सक्युज मी ब्रो नट लाइक दिस ओके सो यति नै थियो हाम्रो प्र्याक्टिस अब हामी चाहिँ यसलाई प्र्याक्टिस फेरि गर्न गइरहेका छौं अनि पछि चाहिँ हाम्रो भिडियो पनि आउँछौं फेरि हाम्रो यसको प्र्याक्टिस यो चाहिँ हाम्रो रियल कन्टेन्ट जो छ हाम्रो सर्ट भिडियोको लागि जो बनाउँदै छौं त्यो चाहिँ हाम्रो चाहिँ छिटै आउनेछ त्यो पनि हेर्नु होला साथै यसलाई पनि हामी अब डेली हरेक दिन एउटा नयाँ तपाईको लागि भिडियो लिएर आउने छौं त्यसमा चाहिँ यो केटीले गरेको सबै एक्टिङहरु के ड्रामा गर्छ भनेर उ चाहिँ तपाई हेर्न सक्नुहुन्छ है इफ यु वान्ट देन enjoy this video and bye bye.
बाई बाई।